तपाईँ 14 वर्ष भयो सुन्तला। हजुर हजुर सबभन्दा अहिलेसम्म कसैले यो दाजुले दुःख गर्दैछ होइन घर चलाउनु लागि सुन्तला बेच्यो भनेर कसले भिडियो बनाइदिएन अहिलेसम्म कसले भाइरल गरेन। हजुर मान्छेले सुन्दरतै हेर्दो रहेछ। हजुर मैले एउटा कुरा अनुभव गरेको के अब कतिजना कन्टेन्ट क्रिएटरहरू अब टपहरू छ होइन तर उहाँको भिडियो यति बिघ्न चाहिँ मैले चाहिँ हेर्थेँ होइन तर त्यो बहिनीहरूलाई त्यो भाइहरूलाई देख्दाखेरि हाम्रोतिर पनि कोही दिन कोही बेला रोक्नु नि भन्ने कुरो सोच्थेँ होइन तर अब चाहिँ कि नि त्यो कन्टेन्ट क्रिएटरहरूको म भिडियो चाहिँ हेर्दिनँ जस्तो लाग्यो। मेरो चाहिँ अब कन्टेन्ट क्रिएटरहरूलाई चाहिँ भन्नु चाहिँ त्यही चाहेको मैले किनभने सबभन्दा सुन्तला बेच्ने पुराने चाहिँ मै हो। म अब यहाँ आएको 13 वर्ष भयो 2014 देखि होइन तपाईँहरूको भिडियो मैले यति बिघ्न हेर्थेँ कि तर एकपल्ट पनि नदेख्दाखेरि किनभने त्यो बहिनी भाइरल भयो हामीलाई थाहा छ तर त्यो भिडियोमा तपाईँहरूको भिडियो 3 पल्ट 4 पल्टसम्म आउँदा चाहिँ हामीलाई चाहिँ के गरेको होला यिनीहरूले भनेर चाहिँ मलाई चाहिँ एकदम दुःख लागेको छ। कमसेकम उहाँकोमा भिडियो बनायो होइन तर हाम्रो पनि एउटा भिडियो यसरी आएर यतातिर बनाइदिएको चाहिँ खुसी लाग्थ्यो होला। एकदम बुझेर तपाईँको लागि आइदिएको। मेरो नाम मनकुमार राई। मनकुमार राई अब उहाँ पनि सुन्तला सेलर हुनुहुन्छ यो 27 माइलमा उहाँको सुन्तला पनि किनिदिनुहोस् यसो बाटोमा हिँड्दा हाइवेमा होइन सिलगढी जाँदा गान्तोक जाँदा उहाँहरूलाई पनि यसो सपोर्ट गरिदिउँ र तपाईँको बिजनेस राम्रोसँग बेच्नुहोस् घर चलाउन राम्रो अगाडि बढ्नुहोस् ल। हुन्छ।